उत्पत्ति 4। आफ्नी पत्नीसित आदमको सहवास भयो र तिनी गर्भवती भएर कैनलाई जन्माइन् र भनिन्, परमप्रभुको सहायताले एक पुरुष जन्माए। फेरि तिनले कैनको भाइ हाबिललाई जन्माइन्। हाबिल भेडा गोठाला भए र कैन चाहिँ भूमिको खेती किसानी गर्ने भए। केही समय बितेपछि कैनले परमप्रभु कहाँ भूमिको उब्जनीबाट केही ल्याए। तर हाबिलले आफ्ना भेडाको बगालबाट पहिले बियाएका पाठाहरूका बोसे भाग ल्याए। परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो, तर कैन र उनको भेटी ग्रहण गर्नु भएन। यसैले कैन ज्यादै रिसाए र उनको मुख अँध्यारो भयो। तब परमप्रभुले कैनलाई भन्नुभयो, त किन रिसाउँछस्? तेरो मुख किन अँध्यारो छ? यदि तैँले जे ठिक छ त्यो गरिस् भने त ग्रहणयोग्य हुँदैनस् र? तर यदि तैँले ठिक काम गरिनस् भने त पाप तेरो ढोकैमा ढुकिबस्छ। त्यसको इच्छा त प्रति हुन्छ, तर तैँले त्यसलाई अधीन गर्ने पर्छ। कैनले आफ्ना भाइ हाबिललाई भने, आऊ हामी बाहिर खेतमा जाउँ। अनि जब तिनीहरू खेतमा थिए तब कैनले आफ्ना भाइ हाबिलमाथि आक्रमण गरेर तिनलाई मारे। तब परमप्रभुले कैनलाई सोध्नुभयो, तेरो भाइ हाबिल कहाँ छ? तिनले भने, मलाई थाहा छैन। के म मेरो भाइको गोठालो हुँ र? परमप्रभुले भन्नुभयो, यो तैँले के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेछ। त अब श्रापित भएर यस भूमिबाट खेदिएको छस्, जसले तेरो भाइको रगत तेरो हातबाट लिनलाई आफ्नो मुख उघार्यो। तैँले भूमिको खेती गर्दा अब उपरान्त त्यसले तँलाई आफ्नो उब्जनी दिने छैन। त पृथ्वीमा एक बिना चयनको डुलुवा हुनेछस्। कैनले परमप्रभुलाई भने, मैले सहनै नसक्ने कडा दण्ड मलाई भयो। हेर्नुहोस्, आज तपाईँले मलाई यस भूमिबाट निकालिदिनुहुन्छ र तपाईँको उपस्थितिबाट मैले लुक्नु पर्नेछ। म पृथ्वीमा बिना चयनको डुलुवा हुनेछु र मलाई फेला पार्ने जोसुकैले पनि मलाई मार्नेछ। तर परमप्रभुले तिनलाई भन्नुभयो, त्यसो होइन। जसले कैनलाई मार्छ त्यससित 7 गुणा बदला लिइनेछ। अनि कैनलाई कसैले फेला पारेर नमारोस् भनी परमप्रभुले तिनीमाथि एउटा चिन्ह लगाइदिनु भयो। तब कैन परमप्रभुको उपस्थितिबाट निस्केर अदनको पूर्वपट्टि भएको नोद भन्ने देशमा बस्न लागे। आफ्नी पत्नीसित कैनको सहवास भयो र गर्भवती भएर तिनले हनोकलाई जन्माइन्। कैनले एउटा सहर बनाएर आफ्नो छोराकै नाउँमा त्यस सहरको नाउँ पनि हनोक राखे। हनोकबाट इरादको जन्म भयो, इरादबाट महुयाएलको जन्म भयो, महुयाएलबाट मतुसाएलको जन्म भयो, मतुसाएलबाट लेमेकको जन्म भयो। लेमेकले 2 जना पत्नी ल्याए, एउटीको नाउँ आदा र अर्कीको नाउँ सिल्ला थियो। आदाले याबाललाई जन्माइन्। उनी पालमा बस्नेहरू र पशु पाल्नेहरूका पुर्खा थिए। उनका भाइको नाउँ युबाल हो। उनी चाहिँ वीणा र बाँसुरी बजाउनेहरू सबैका पुर्खा थिए। सिल्लाले तुबल कैनलाई जन्माइन्। उनी सबै किसिमका काँसो र फलामका हतियारहरू बनाउँथे। तुबल कैनकी बहिनी नामा थिइन्। लेमेकले आफ्ना पत्नीहरूलाई भने, ए आदा र सिल्ला, मेरा कुरा सुन। ए लेमेकका पत्नी हो, मैले भनेका कुरामा ध्यान दिएर सुन, किनभने मलाई चोट लाउने मानिसलाई मैले मारेको छु, मलाई घाइते बनाउने जवान मानिसलाई। यदि कैनको बदला 7 गुणा लिइन्छ भने लेमेकको चाहिँ 77 गुणा लिइन्छ। फेरि आफ्नी पत्नीसित आदमको सहवास भयो र तिनले 1 जना छोरा जन्माइन् र तिनको नाउँ यसो भनेर सेत राखिन्। कैनले मारेको हाबिलको सट्टामा परमेश्वरले 1 जना अर्को बालक मलाई दिनुभयो। सेतको पनि 1 जना छोरो भयो र उनको नाउँ एनोस राखियो। त्यस समयदेखि मानिसले परमप्रभुका नाउँको पुकार गर्न सुरु गरे।